हेलो गाइस, म चाहिँ आज चाहिँ बुढीलाई चाहिँ म फ्र्याङ्क गर्दैछु। यो भिडियोको रियाक्सन लास्टमा के आउनु रहेछ, कस्तो आउनु रहेछ, बुढीसँग यसो फ्र्याङ्क गर्दैछु, हेर्नु होला लास्टसम्म है भिडियो। त्यहाँबाट बुढी आउँदैछ खेलबारीबाट, म चाहिँ यहाँ बसिरहेको छु, सिनियर कलम लाछु अनि म कुरा गर्छु है। हेलो, के छ सोल्टिना? ए ठिकै छ सोल्टिना, भोलि आउनु है भेट्न, अनि म पनि आउँदैछु। हुन्छ हुन्छ, भोलि कुरा गरौँला है। ल कस्तो भारी समाउनु त कान्छी। आइयो त, आइयो। कोसँग कुरा गर्न लानु भएको थियो? साथीहरूसँग कुरा गर्न लागेको थिएँ। सोल्टिन भन्नुहुन्थ्यो त। आजभोलि साथीलाई सोल्टिन भन्ने काम छ। खै फोन देखाउनु चाहिँ अलिक थाहा हुन्छ, सोल्टीमा आउनु कि सोल्टी हुनुहुन्न। फोन किन देखाउँ र? देखाउनु न फोन एकछिन, फोनै त मागिरहेको छु। देखाउनु न देखाउनु, तपाईँ केही टेन्सन छैन भने दिँदैन नि फोन, कोही केटीसँग नबोलेपछि। साथीसँग कुरा गरिरहेको छु, किन फोन किन दिउँ र म? त्यही त फोन दिनु हेर्छु अनि भइहाल्छ त। अनि साथीसँग कुरा मैले के भनेको छु, फोनै देखाउनु त भनेको छु। त्यही त दिदिनु न, आफ्नो मन बुझाउनुहुन्छ। मैले दिनु नि ठुलो खै तपाईँ त सुन, मैले नै दिनु छिटो। फोन किन दिउँ र म त जोसँग कुरा गरे पनि गरौँ, क्या मतलब? फोन दिनु कि दिमाग खराब? फोनै त मागिरहेको छु एकछिन हेर्नलाई। को खै हेर्छु म, आफै थाहा हुन्छ अहिले। खै ल्याउनु फोन त दिनको त अनि फोन हेरेर आउँछ, भिडियो सिडियो, अहिले के फोन हेर्नु पऱ्यो र? दिदिनु नि, तपाईँ पनि कति बोकाउनुहुन्छ, तिनका यो मोबाइलबाट त कचो गरे आउँछ। दिदिनु छिटो, हेर्नुहुन्छ। फोन कसले हेर्ने? फोन फोन ल्याउनु कि तपाईँ पाएर धेरै दिन भइसक्यो। मैले अर्कै मानेछ, मलाई फोन देखाउनु, नत्र अहिले फेरि थाहा हुन्छ पछि फेरि। फोन हेर्ने किन हेर्ने? आफ्नो फोन हेर्ने नि त्यही। ए भगवान्, एकछिन दिदिनु नि, हेर्नुहुन्छ, मन बुझाउनुहुन्छ। फोन आफ्नै भेट्न आउँछु। को सोल्टिन भेट्न आउँछु भने दिनु नि त, अनि हेर्नुहुन्छ, मन बुझाउनुहुन्छ। आजभोलि सोल्टीलाई सोल्टिन भन्ने छ क्या, त्यो होइन के छ म अहिले थाहा हुन्छ। खै फोन दिनु छिटो। म किन दिउँ फोन? दिनु न, मान्छे हो त, के डर मान्नुहुन्छ? त्यसमा कोही केटीसँग फोन गर्नुभयो तपाईँले? होइन कि यो मान्छेको पाएर धेरै दिन भइरह्यो। बिहान काममा जाऊ भनेर कति हो नाटक गरेको। यो त्यतिर फोन गर्न एउटा आउँदो क्या बिहान। किन दुख्छ अहिलेसम्म हामी गली नासो परेबाट। कसरी आफूले काम गर्नुपर्छ बिहानबाट सधैँखेरि। सोल्टिन छिटो फोन ल्याउनु, छिटो मेरो टाउनु त छिटो फोन ल्याउनु। फोन किनिदिउँ बेललै? नदिने फोन? नै। चुपचाप फोन दिनु भनेको छ मैले अहिले फेरि। फोनमा के छ र त्यहाँ फोन दिनु भन्ने? दिनु न, केही छैन भने चाहिँ फोन चाहियो मलाई, दिनु न। किनिदिउँ फोनमा? फोन दिनु कि छिटो फोन। त्यसै झगडा नानु, फोन दिनु नि छिटो। त्यसमै भोलि कोसँग भेट्न जाने त? खै जाने? फोन ल्याउनु छिटो, एकैछिन मलाई फोन चाहियो, अरू केही थाहा पाउन छिटो। अहिले यो फोनमा के छ अरे? म सोल्टीसँग हलो केही छैन भने दिनु न फोन। काममा जाँदा बिहान टाउको दुख्यो, हलाउनु भयो, फलाउनु भयो भन्नुहुन्थ्यो त। कहिले टोइलेट गयो है 1 घन्टा लगाउनु भएको हुन्छ। अस्ति पनि देखेँ आमा के पहिलो खेतमा ढुक्रिनु भएको थियो त्यही। त्यही केटीतिर कुरा गरेर त्यहीँ ढुक्छ। म क्या ढुकुर हो र त्यहाँ ढुकुरिने? नदिने फोन। फरेङ गरिरहेको छु, फरेङ भिडियो बनाइरहेको छु। अघि भन्नु पर्दैन त, पर भिडियो बनाएपछि फरेङ पनि त्यस्तो हुन्छ र? चोट लाग्यो। चोट लाग्यो, अघि भन्नु पर्छ, चोट लाग्दैन थियो। अब यो कमाएर जोड्ने। हेर्नुहोस् गाइस, मलाई के त फरेङ भिडियो बनाउनु भन्ने। फरेङ हेर्नु पर्यो, फरेङ। गाइस तपाईँहरू पनि यसरी चोट नखानु, मेरो त टाउको फुटाइदियो अरे निहुले। हेर्नुहोस् त यहाँ दर हिसाबले यो बहिनीको काम पनि छैन, यो बुढीको काम पनि छैन, दुटै एउटै मान्छे रहेछ नि। के थाहा त? लाग्यो होला टाउको भित्र गिरी। हाम्रो पनि के त्यसरी हाल्नुपर्छ? मान्छेले डिसिडेन्ट हान्दैन नि त। सोल्टी न अरे
मोबाइल माग्दा नदिने त मान्छेलाई रिस उठ्दैन गाइस तपाईहरु पनि लाउनु होला क्या यस्तो चुटाइ नखानु होला है मेरो त यिनीहरूले खपेड फुटालिसक्यो यार